हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम ठिक छु। अनि आज आइसकेको छु म नयाँ दिन नयाँ ब्लगको साथ रुसनी छेत्री। अनि आज चाहिँ म कहाँ जाँदैछु भने सिर्जना चोक जाँदैछु। बुढाले चाहिँ कोरियाबाट पार्सल पठाउनु भएको छ त्यो सामान लिनलाई, पार्सल लिनलाई। अनि त्यहाँ चाहिँ दिदीको छोराको एक्सिडेन्ट भएछ हिजो, सो बाबुलाई पनि भेट्छु अनि पार्सल पनि लिएर आउँछु। म चाहिँ रेडी भइसकेँ, कस्तो देखिन्छ। बाबु पनि रेडी भइसकिन्। सो साथीहरू, अब चाहिँ हामी बाबु र म घरबाट निस्क्यौँ है त। ल जामिन जाम साथीहरू, हामी निस्क्यौँ मामा छोरा। हामी आज कति एक्साइटेड छौँ के सामान कतिखेर पाइएला जस्तो भएर। हजुर गाडी आयो, गाडी आएर हामी चाहिँ गाडी हामी आइसक्यौँ पृथ्वी चोक। साथीहरू, हामी चाहिँ सिर्जना चोक आइसक्यौँ। टोपी नफाला नि छोरो, जुत्ता कहाँ फाल्यो बाबुले। साथीहरू, हामी चाहिँ पहिला बाबुलाई भेट्न जान्छौँ, हस्पिटल जान्छौँ। मेट्रो सिटीमा छ बाबु चाहिँ। हामी चाहिँ त्यहीँ जान्छौँ सुरुमा, अनि त्यसपछि चाहिँ हामी सामान रिसिभ गर्छौँ। उहाँ चाहिँ दिदीलाई भेटिसकेँ, भाइ चाहिँ यहाँभित्र छ। उस गर्न भएन अरे, निकाल्न मिल्दैन अरे। हेडी निक्ल्यो, घरै बस्नुहुन्छ पछि। मैले हेरेर सामान रिसिभ गरिसकेँ। हामी चाहिँ एउटै माइती पऱ्यौँ है। साथीहरू, अब चाहिँ हामी हस्पिटलबाट निस्क्यौँ। हामी चाहिँ अब घर जाँदैछौँ। साथीहरू, म चाहिँ भर्खर घर आइपुगेँ। ढोका खोज्दैछु। बच्चासँग गाडीमा भिडियो बनाउनै नपाइने कि साह्रै गाह्रो। त्यही माथि गाडी प्याक। ओ माई गॉड। ससैमा तिम्रो म रहिरहेको थिएँ, धेरै दिन भो क्या हो नभेटेको। तर्की तर्की आँखालाई हेर्ने बानी नि हरायो, हुन त नजिक तिमी नै। तर्सिरहने मनलाई तर्सिन नदेऊ है, भोलि पर्सिया छु म तिम्रै। तिम्रो टोलमा छिमेकी कतिका खुम्छन्, नत्र एकताली हौ कि जस्तै लाग्छ। म त दिनभरि तिम्रै नै ख्यालमा हो। भन बरु आउँछु म खोल है छालबाट। हो भन बरु आउँछु म खोल है छालबाट।
बाँकी रह्यो यो चक्लेटहरू। मलाई यो चक्लेट कस्तो र खान मन लाग्थ्यो, फाइनल्ली आएछ यो चक्लेट। ल हेर्नु बुढो, हजुरले पठाएको सामान आइसक्यो नेपालमा सुरक्षित साथ मैले रिसिभ पनि गरिसकेको छु। अनि कस्तो लाग्यो हजुरहरूलाई मेरो ब्लग? सबैजनाले माया गरिदिनु होला। सो आजको यति नै थियो। हस्पिटल चाहिँ गएको चाहिँ म भाइलाई भेटेको भिडियो हालिसकेको छु। भाइलाई चाहिँ एक्सिडेन्ट भएको थियो अनि सो त्यसको लागि गएको थिएँ म। त्यहाँ चाहिँ एकदम के यस्तो यहाँबाट यहाँसम्म काटेको रहेछ। अपरेसन गरेर आइसियुमै राखेको छ। तर त्यहाँ मोबाइल त उपलब्ध थिएन, त्यही पनि मैले भिडियो चाहिँ बनाएँ। सो साथीहरू यो चक्लेट कसले ट्राई गर्नुभयो, कसले खानु पायो, कस्तो मिठो छ। मलाई त थाहा छैन, म चाहिँ फर्स्ट टाइम खाँदैछु। अनि आएको छ यो कफी जेली भन्ने पनि आएको छ चक्लेट। साथीहरू हस्पिटल गएर आएको, एकदम टाउको पनि दुखिरहेको छ। अनि आजको भिडियो चाहिँ यति नै गर्छु। सो सबैजनाले हेरिदिनु, माया गरिदिनु भयो, त्यसको लागि थ्याङ्क यू सो मच भन्दै म भिडियो इन गर्छु। बाई।